सिक्किमबाट नाम्चीबाट आउनु भएको अरे यो दोकान चाहिँ सिक्किम नाम्चीबाट अनि सामानहरू हेर्नु हुँदैछ हाम्रो अनिलाले ठुलो अनिलाहरू सबैजना सामान किन्नु आएछ यो सबैजना साथीभाइहरू सामान किन्नुहोस् है यो सामानहरू दोकानबाट है अब आउनुहुँदैछ रम्फूको मेला पनि यहाँ है खास सानीहरू मामहरू पनि छ लसो यहाँ चाहिँ सिलगढीको भन्नुहुँदै थियो कता कताको लोपेला छम्पोलाहरू सबै हुनुहुन्छ अनिलाहरू सिक्किमको हुनुहुन्छ केही भनिदिनुहोस् न हौ अलिकति सूचना केही एकदम राम्रो रहेछ अब धेरै जन्मको अब किस्मत चम्किरहेको छ लसो हजुरको नाम चाहिँ के भनेर चिनिन्छ यम भन्नु ल तेन्जिङ लामा लसो हिजो कति बेला आइपुग्नु भयो र तपाईँहरू चाहिँ ए दिउँसो आइपुग्नु लसो सबै दोकानहरू यहाँ मामहरू यिनीहरू सबै बार्गेनिङ चल्दै रहेछ सबैतिर ढ्याङ्ग्रो किनेर जानुपर्छ क्या अब सबले माला किन्दै रहेछ हामी चाहिँ ढ्याङ्ग्रो बार्गेनिङ पुरा चल्दै होला है यहाँ त आयो बार्गेनिङ पुरा चल्दै रहेछ दोकानतिर यहाँ चाहिँ उहाँको दोकान होला तपाईँको दोकान है यहाँ कस्टमर बोलाउनु पऱ्यो भोलि चाहिँ अब तपाईँले पनि अलिकति सूचना दिएर केही भनिदिनुहोस् न भोलि हाम्रो कालिम्पोङ जनताहरूलाई यो बङ्गालको जनताहरूलाई पनि सिक्किमकोलाई पनि बोलाइदिनु पऱ्यो अब तपाईँको नाम चाहिँ के भनेर चिनिन्छ पहिला हजुर तपाईँ चाहिँ कतादेखि आउनुभयो वेस्ट सोरेङ लो सोरेङको भ्युवर्सहरूलाई पनि अब यहाँ यो चाहिँ दार्जिलिङ लोप्चुमा हो उहाँको चाहिँ दोकान रहेछ बुद्धिस्ट आइटम भोलि लास्ट पूजा छ यहाँ चाहिँ उयसको ठेमाको अनि हजुर आउनुहुने यहाँ अब सुङ्दीदेखि खदाहरू सबै यहीँ पाइहाल्छ कालिम्पोङको जनतावासीलाई पनि कालिम्पोङमा नकिनेर भोलि एक दिन चाहिँ यहीँ दोकानतिरै आएर किनिदिनु होला तपाईँले पनि केही कालिम्पोङको वासीलाई भनिदिनुहोस् भोलि आउनेहरूलाई दोकानहरू यहीँ छ अब सामानको बारेमा कालिम्पोङमा चाहिँ नकिन्नु जानु बिहान ढिलो हुन्छ भनेर अलिकति सूचना दिनु जति पनि कालिम्पोङबाट आउनुहुँदैछ है हजुर सबै यहीँ पाउनुहुँदो रहेछ हजुर यसो देखाएर मालादेखि मास्कदेखि सबै यहाँ सबै कुरो पाउनुहुन्छ सबै बिहान छिटो आएर यही दोकानमा हजुर अब यहाँ सामान अलिकति देखायो हुन्छ ल यो चाहिँ अब तपाईँहरूको के यो बोकमा लाउनेहरू उयो हन्जुको हो हन्जुको लागि चाहिनेहरू पनि रहेछ यो भोटे ड्रेसहरूमा है अनि यहाँ छोकहरू पनि यहीँ पाइहाल्नुहुन्छ चराउनेहरू छ भने बिहान त खोलेको हुँदैन दोकान भोलि हो यहाँ तपाईँ कताबाट आउनु भएको अलिकति भनिदिनुहोस् तपाईँको साथीहरू पनि आउँछ होला भोलि है भोलि आउँछ होला साथीभाइहरू उनीहरूलाई केही सूचना दिनुहोस् न तपाईँहरूले पनि अब सामानहरू चाहिँ कालिम्पोङमा किन्नु भ्याउँदैन भनेर है बिहान यहाँ होइन राम्ररी भनिदिनुहोस् न हेरेर होइन अलिकति सूचना दियो भने बिहान 5 बजी त खोलेको हुँदैन दोकानहरू पनि तपाईँले पनि केही भनिदिनुहोस् न हो अलिअलि अब तपाईँको भोलि कोही आउने छ के छ बिहान दोकान खोलेको हुनु लसो हजुर उहाँहरूलाई चाहिँ अब यो अब सामानहरू कति सस्तो भए पनि महँगै भए पनि अब भोलि एक दिन चाहिँ यहीँ हजुर लसो लाभाको जनताहरूलाई पनि ल है यहाँ सूचना दिनुभयो लाभाको अनिलाहरूले अब तपाईँहरू पनि आएर चाहिँ यहाँ खदादेखि लुङदारदेखि सबै छ यो लुगाहरू टोपीहरू पनि रहेछ नानीको टोपी मच्चाहरू अनि फ्रुटमा उयो रहेछ दारिम एप्पलहरू है सबै यहाँ तपाईँको शेर्पा गाउँकोलाई पनि भोलि केही सूचना दिनु आउनेहरूलाई ल
ब्रोइलरको हड्डीको काङ्ली काट्छ उयो छ हँ ब्रोइलरको हड्डीको काङ्ली काट्छ बुट्टीहरू पनि रहेछ सबै बुटी लाएर बुटी बेसी लाएन छुट्टी होला नि मेरो त होइन नि यो। बुटी बेसी लाएन छुट्टी होला है उयो कति अरे यो कति भन्नुहुँदैछ बुटी बेसी लाएन छुट्टी होला नि उयो हो यो कति ब्रोइलरको हड्डीको काङ्ली हुँदैछ त्यो 250 अरे ब्रोइलरको हड्डी भोलि यो उयो हजुर एउटा लिनुहोस् न त अनि यहाँको चिनो हजुर एउटा लिनुहोस् न हजुर एउटा चाहिँ लिनुहोस् न आज यहाँबाट यहाँ हाम्रो आचाकोबाट ए हो लु तैँलाई छ लु मलाई अब जिन्दा ए है अब आनीले जिन्दा गर्ला जस्तो भयो त मलाई सुने भरै आनीले छे राम्रो हुन्छ सानो अब यहाँ तपाईँले यहाँ भिडियो हाले गीत दिला जस्तो भयो त अब डिस्काउन्टमा ला होइन जिस्केको कि भरे अलिक डिस्काउन्टमा उयो गर्नु यो बुट्टीहरू कसरी छ के को हो एउटाको 100 एउटाको 100 हामीलाई अलिक मिल्दैन एउटाको 100 अलिक मिल्दैन निकै लाँदा हजुर 100 त होइन 100 लगेर कहाँ बेच्नु 10-12 वटा लान्थ्यो लाउनु यसो अब पूजा गरेर लाउनु दिनु हजुर होइन भोलि हुन्छ नि होइन तपाईँ भोलि हो त्यो भिक्स र उयो लान्छ नि मैले अहिले पैसा ल्याइनँ कि यहाँ सबै तर एउटा यस्तो सामान किन्दा एउटा चाहिँ गिफ्ट दिनु पऱ्यो तपाईँको यहाँ फलोवर्सहरूलाई लगाइदिएको जिस्किएकै यहाँ नानाले चाहिँ खै के किन्नु हुँदैछ यहाँ मेनसाङ के साङ रहेछ नाम छैन रहेछ साङमा यहाँ पनि रहेछ फोटोहरू दोर्जे सानो रहेछ त यो दोर्जी लोपेनेहरूलाई चाहिने चिज यहाँ रहेछ यही सानो दोर्जी तपाईँको होइन उताको जनताहरूलाई केही सूचना दिनु पऱ्यो नि सिक्किमको अब आउँछ होला नदेखाउनु ए यो काङ्लिङ त यो लैजाउँ क्या फुक्नु म त केही भनिदिनुहोस् न हो बर्मेकको जनताहरूलाई पनि तपाईँहरूले अलिकति नाना खै अब चिनेर पनि बोल्दैन केही जनताहरूलाई भनिदिनुहोस् भोलि आउने आउँछ होला भोलि पनि होइन उताबाट अलिकति सूचना दिनु नि केही अनि सामानहरू खदाहरू नकिन्नु भने बिहान भ्याउँदैन भन्नुहोस् न यता आएर किन्नु हजुर अलिकति भनिदिनुहोस् न केही हुँदैन ल लजाइ हो बर्मेको यहाँ आनिलाले आनिला पनि आउनु भएको छ होइन यहाँ आनिला बर्मेकबाट आउनु भएको छ लसो हो मेरोमा भनेन ए होइन अर्को ब्लग हो नि त यो ए भोलि आउनुहुन्छ खै म बेच्दिउँ क्या यहाँ